सभामुखलाई एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन। निर्धारित विषय नबोलेपछि तपाईँ डाइस हालेर तल जानुहोस्। यहाँ निर्धारित विषयमा बोल्नुपर्छ, नियमसँग बोल्नुपर्छ। तपाईँ तल जान सक्नुहुन्छ। ठीक छ, तपाईँले मलाई बोल्न दिनु, म यहीँ रहन्छु। 7 मिनट मेरो टाइम छ, म यहीँ रहन्छु। यो त देश गाली दिने भएन, होइन लिजमा दिनु भनेको छु। जब तपाईँ त्यहाँ बजेट राख्नु त तपाईँ किन त्यो यो अभिव्यक्ति राष्ट्रघाती अभिव्यक्ति हो, यो देशद्रोही अभिव्यक्ति हो। होइन, ठिक छ, प्रधानमन्त्रीले मन्त्रीले आफ्नो जिल्लामा राख्छ भने यो कारबाहीको विषय हो। सराईमा बजेट किन सामान्य सभापति यो नियमावलीको मात्र विषय होइन, यो रेकर्डबाट हटाउने मात्रै कुरा होइन, यो मुलुकको स्वाभिमानको विरुद्धमा, सार्वभौमिकताको विरुद्धमा। नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौँ, बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ, अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। अब त्यसै कारण जब बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने, खाली ट्याक्स लिनलाई राख्ने? यो त देश गाली दिने भएन, होइन लिजमा दिनु भनेको छु। जब तपाईँ त्यहाँ बजेट राख्नु त तपाईँ किन त्यो यो अभिव्यक्ति राष्ट्रघाती अभिव्यक्ति हो, यो देशद्रोही अभिव्यक्ति हो। होइन, ठिक छ, प्रधानमन्त्रीले मन्त्रीले आफ्नो जिल्लामा राख्छ भने यो कारबाहीको विषय हो, सराईमा बजेट किन सामान्य सभापति यो नियमावलीको मात्र विषय होइन, यो कारबाहीको विषय हो। मैले समय दिएको छैन। मैले माननीय सदस्यलाई सम्मानित सभामुख महोदय, म फेरि पनि आग्रह गर्न चाहन्छु, यो रेकर्डबाट हटाउने मात्रै कुरा होइन, यो मुलुकको स्वाभिमानको विरुद्धमा, सार्वभौमिकताको विरुद्धमा, राष्ट्रिय अखण्डताको विरुद्धमा एउटा सांसदले यो संसदको रोस्टरबाट उभिएर यस्तो अभिव्यक्ति दिने कुरालाई कारबाहीको विषय बनाइनुपर्छ। उहाँलाई थप बोल्ने दिने कुरामा पनि संसदबाट सचेत गराइनुपर्छ, कारबाहीको विषय बनाइनुपर्छ, यो माग गर्न चाहन्छु। उहाँको अभिव्यक्ति विगतमा पनि राम्रो छैन। समानुपातिक सांसदहरूलाई गाली गलौज गर्ने गरिरहनु भएको छ, कारबाहीको विषय बनाइयोस् अविलम्ब। सामान्य सभामुख महोदय, उहाँलाई यसभन्दा अगाडि बढ्न दिनु हुँदैन। उहाँको अभिव्यक्ति बेठिक छ, राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ। सामान्य सभामुख महोदय, कारबाहीको विषय बनाइयोस्, रुलिङ होस्, उहाँको विषय हटाइयोस्, कारबाहीको विषय बनाइयोस्। धन्यवाद। माननीय सदस्यहरू आसन गरौँ। वक्ता मान्य सदस्यले आशय जे भए पनि 5वटा जिल्ला बाहेक अरू जिल्लालाई नाम लिएरै अरू मुलुकहरूलाई दिए हुन्छ भनेर बोल्नु भएको छ। त्यसैले मान्य सदस्यहरू, त्यसैले उहाँले अरू मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनेर बोलेको कुरालाई संसदमा यो असंसदीय भाषा प्रयोग भयो, राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा